नमस्कार। बालेन सरकारका जति पनि कदम चालेको देखिन्छ ती सबै चर्चित छन्। पहिलो त शपथ ग्रहणकै कुरो, वेद ध्वनि, शान्ति पाठ, स्वस्ति वाचन, शङ्खनादका साथ शपथ ग्रहण गरिएर पूर्वीय दर्शन, सनातन धर्मको, सनातन हिन्दू संस्कारको सम्मान गरेकोमा सबैतिरबाट प्रशंसा भएको छ। नेपाल सरकार मन्त्री परिषदको मिति 2082 चैत 13 को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूची 100 वटा बुँदाहरूको एउटा कार्यसूची बनाइएको छ। बुँदा नम्बर 5 को विषयमा म यहाँ केही निवेदन गर्न चाहन्छु। दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय, विभेद र अवसर वञ्चनाको औपचारिक स्वीकारोक्ति गर्दै सामाजिक न्याय, समावेशी पुनर्स्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न 15 दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमा याचना सहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने। नेपालमा जात जाति प्रथा कहिलेदेखि सुरुवात भयो भन्ने कुराको प्रामाणिक निष्कर्ष हालसम्मका अध्ययनले निकाल्न सकेको पाइँदैन। तैत्तिरीय ब्राह्मण ग्रन्थमा ब्राह्मणलाई दैवी वर्ण र शूद्रलाई असुरीय वर्ण भनिएको छ। ईसा पूर्व 185 तिर आचार्य मनुले, जसले मनुस्मृति ग्रन्थ निकाले, आचार्य मनुले आफ्नो ग्रन्थमा शूद्र जातिलाई दमन गर्ने उद्देश्यले विभिन्न व्यवस्थाहरू बनाएका थिए। यही ग्रन्थलाई आधार मानेर समाजमा छुवाछुत प्रथाको आरम्भ भएको मानिन्छ। त्यसो त यसभन्दा अगाडिको ग्रन्थ, महाभारत कालको ग्रन्थ, ईस्वी सम्मत सुरु हुनुभन्दा 5औं शताब्दीदेखि 2रो शताब्दीसम्म महाभारत भयो। महाभारत ग्रन्थ लेखियो, त्यसैको एउटा अङ्ग गीता त्यही बेलामा लेखियो। गीतामा वर्ण व्यवस्थाको कुरा छ। गीतामा भनिएको छ, माम हि पार्थ व्यपाश्रित्य एपिस्यु पापयोनय स्त्रियो वैश्यास तथा शूद्रास तेपि यान्ति पराम गतिम। हे अर्जुन, स्त्री, वैश्य, शूद्र तथा पाप योनि चाण्डालादि जुनसुकै हुन सक्छ, तिनले पनि मेरो शरण परेर परम गतिलाई नै प्राप्त गर्दछन्। महिला र शूद्रलाई पाप योनिको उपज भनिएको छ। गीतामै श्रीकृष्णले कार्य विभाजनका लागि मैले ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र सिर्जना गरेँ भनेर भनिएको छ। कर्णको भाइलाई वेद ध्वनि उच्चारण गरेको कारणले मुखमा सुन पगालेर हालेर मारेको कथा सुन्न पाइन्छ। भनेपछि शूद्र प्रतिको आततायी व्यवहार, कठोर व्यवहार महाभारत कालमा भएको देखिन्छ। यसरी हेर्दाखेरि यो वर्णाश्रम, जात जातिको कुरा कमसे कम आजभन्दा 2500 वर्ष अगाडि, 2200-2500 वर्ष अगाडि यो भएको देखिन्छ। विरोध चाहिँ महाभारत कालमा पनि यसको विरोध भएको छ। जात जाति समानताको कुरा उठिरहेको छ। अहिले बालेन सरकारले पनि यसमा महत्त्वपूर्ण भूमिका खेले। हाम्रो संविधानले जात जातिको विभेद मान्दैन। जात जातिको आधारमा, लैङ्गिक आधारमा विभेद गरियो भनेदेखि त्यो सजायको भागीदार हुन्छ भनेर भनेको छ। निष्कर्ष के भने, मैले देखेको निष्कर्ष, बालेन सरकार, यो युवाहरूको सरकार 40 वर्षभन्दा मुनि 25 वर्षभन्दा माथिका व्यक्तिहरू रहेको अधिकांशको कुरा गर्दाखेरि यो समूह के चाहदो रहेछ भने वैदिककालीन, उपनिषदकालीन हाम्रो पूर्वीय दर्शनलाई यसले मान्दो रहेछ। बीचमा जुन जात जातिको कुरा आयो, महिला विभेदका कुराहरू आए,
लैङ्गिक विभेदका कुराहरू आए त्यसलाई मान्दो रहेछ। वैदिक मन्त्रोच्चारणका साथ शपथ ग्रहण गर्ने कुरालाई सम्मान गर्दो रहेछ र आधुनिक संविधान जसले चाहिँ जात जाति स्वीकार गर्दैन, महिला विभेद स्वीकार गर्दैन, जन्मको आधारमा कसैको विभेद भएको स्वीकार गर्दैन। वास्तवमा यही नै आवश्यकता पनि हो। धर्मग्रन्थ भनेर मात्रै हुँदैन, जहाँ तत्कालीन अवस्थाको कुनै आवश्यकताको कारणले वर्णाश्रम व्यवस्था गरियो, पेसा श्रम सिपका आधारमा यसलाई विभाजन गरियो भनेर भन्ने कुरो छ। त्यो छुवाछुत गर्ने यस्तो मनसायले गरिएको होइन, दक्षताको आधारमा कार्य विभाजन गरिएको हो भन्ने कुरो छ। अब त्यतिसम्म त ठिकै छ, तर व्यवहारमा त विभेद गरियो नि त। दुईटा कुराहरू, केवल दुईटा कुराहरूले हामीले आलोचना सहनु परेको छ र धर्मान्तरण गर्नेहरूले पनि यसैलाई अर्घेलाई देखाउने गर्छन्। एउटा त जातिको कुरा गर्छन्, मान्छे भएर मान्छेमा विभेद गर्ने तिमीहरू त्यो धर्ममा नबस भन्ने खालका। अर्को चाहिँ लैङ्गिक विभेदका कुरामा, तिम्रो धर्मले महिला र पुरुषमा समानता देख्दैन, त्यसकारणले हाम्रो धर्ममा आऊ टाइपको कुरा गर्छ। समृद्ध धर्म दर्शन भएर पनि हामीलाई यी दुईटै कारणले, केवल यी दुईटा कारण, जातको कारण, लैङ्गिक विभेदको कारणले हामीलाई कसैले केही भन्ने मौका पाइरहेको छ भनेदेखि हामीले यो कुरामा सचेत हुनुपर्छ। हाम्रो समृद्धि, संस्कार, परम्परा जो चाहिँ मानव अधिकार प्रगतिको पक्षमा छन्, त्यसको सम्वरण गर्नुपर्छ, जुन बालेन सरकारको आशय देखिन्छ, जुन राम्रो। धन्यवाद।